हेलो एन्ड नमस्ते गुड मर्निङ सबैजनालाई। आज चाहिँ मलाई अलिक फ्रेस फिल भइरहेको छ। किन फ्रेस फिल भइरहेको छ भने चाहिँ यो भिडियो हेर्नुहोस्, त्यसपछि भनौँला। ओके। सम्झनाका फुल तिमीलाई यादहरू पनि साँची राख माया मेरा म टाढा भए पनि याद बोकेर हिँडेका बाज झरी रूपमा तिमीलाई भिजाउँ। याद बोकेर हिँडेका बाज झरी रूपमा तिमीलाई भिजाउँ। सम्झनाका फुल तिमीलाई फेरि फुल्छन् फुलहरू टिपेर शिरमा सजाउँ। मेरा याद आए भने मलाई सेतो फुल चढाउँ। सम्झनाका फुल तिमीलाई। भिडियो हेरिसक्नु भयो होला। मलाई किन फ्रेस फिल भइरहेको छ भने चाहिँ आज चाहिँ म चाहिँ अनएक्सपेक्टेड बिहान उठेर जानुभयो भनिरहेको थिएँ होइन। अलिक ढिलो पनि उठेँ, हिजो राति अलिक ढिलो नि सुत्यो, त्यही भएर ढिलो उठियो होइन। जान्न भनेर बसिरहेको थिएँ, त्यही पनि मनले मानेन। अन्त जान्छु भनेर उठेर अन्त कहाँ जाऊँ भनेर अन्त माथि आउँछु म। यो चाहिँ कहाँ हो भने चाहिँ यो मेरो पछाडि देख्न सक्नुहुन्छ वालिङ बजार देख्न सक्नुहुन्छ भने चाहिँ म देखाउन चाहन्छु। यो वालिङ बजार रहेको छ भने चाहिँ मधीखोला भन्ने ठाउँ चाहिँ यहाँ तल छ होइन। मधीखोला भन्ने यहाँ तल छ भने चाहिँ मधीखोलाबाट हल्का माथि डाँडामा हो यो चाहिँ। र म यहाँ देखाउन सक्छु कि हजुरहरूलाई यहाँ माथि हो टावर टाइप देखेको चाहिँ यो गरौँसुर हो भने चाहिँ होइन। यहाँ हल्का यो चाहिँ गुरुङको चियान डाँडा हो है। यो चाहिँ चियान डाँडा हो भने चाहिँ यहाँबाट मजाले हजुरले देख्न सक्नुहुन्छ वालिङ बजार ब्युटिफुल है। यस्तो मिठो बजार देख्न सक्नुहुन्छ होइन। अलिक जुम गरेर देखाउँछु। आज चाहिँ अलिक मौसम हिजो पानी परेर चिसो चिसो भएर चाहिँ आज मौसम क्लियर भएको भएर चाहिँ यस्तो राम्रो देखेको छ भने चाहिँ यहाँ सनलाइट ठ्याक्क आउनु लागेको छ। यस्तो ब्युटिफुल भ्यूहरू देख्न सक्नुहुन्छ हजुरहरूले है। यो देखिरहनु भएको छ यो वालिङ बजार हो। यो यता चाहिँ यहाँ यो साइड यो हाइवे हुँदै 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 भकुन्डे हुँदै यो यतातिर वालिङ हुँदै यो तलतिर चाहिँ यो भुम्रो हो भने चाहिँ अलि उतापट्टि चाहिँ तल्लो वालिङ छ। र यो चाहिँ मोड हुँदै हुँदै म चाहिँ आज आएको देख्नु सक्नुहुन्छ। म चाहिँ यहाँ मधीखोलाभन्दा अलि माथि आएको छु। यस्तो मिठो फ्रेस फिल भइरहेको छ। चिसो चिसो मौसम होइन। हिजो पानी पऱ्यो होइन। पानी परेको हुनाले चाहिँ चिसो मौसम छ। मान्छेहरू भन्छ नि अलि कस्तो ह्याङ भएको छ भने भएछ अब नुहाउनु पऱ्यो चिसो पानीले अलि फ्रेस भइन्छ कि भने जस्तै यो मौसमले पनि चिसो मौसमले पनि यस्तो मजाले फ्रेस बनाइरहेको छ मलाई चाहिँ होइन। बिहान अलि अल्छी लागिरहेको थियो, अलि हिँडेपछि अलिक चिसो चिसो मौसम भएपछि अलिक फ्रेस फिल भइरहेको छ होइन। यस्तो मजाले भ्यू हेर्दा चाहिँ चिसो मौसम यति मजाले भ्यू हेर्दा चाहिँ कति फ्रेस के। म अलि हिजो अलि ढिलो सुतेको हुनाले चाहिँ अलि ह्याङ भयो जस्तो भइरहेको थियो भने चाहिँ आज यस्तो मजाले फ्रेस भइरहेको छु। ल आजलाई यति नै। ल भोलि पनि यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने मलाई फलो गर्नुहोस् टिकटकमा है। बिस्तारै बिस्तारै युट्युब पनि आउँछ, अलिक बिस्तारै लाग्ला तर आउँछ। ओके ल बाई।